वर्ष सरकारवादी प्रतिष्ठान मार्फत बलिपा र काभ्रे जिल्लामा विभिन्न क्षेत्रमा योगदान दिने एक विशेष व्यक्तित्वलाई हामीले सम्मान गर्ने कार्यक्रम गरिरहेको छ र विगत वर्षमा हामीले सामाजिक सेवा विभिन्न विधामा गऱ्यौँ र यसपालि हामीले कला र साहित्य क्षेत्रमा विशेष योगदान दिने एक व्यक्तित्वलाई हामीले सम्मान गरेछौँ यो वर्ष र आसन ग्रहणमा अब त्यस प्रतिष्ठानका अध्यक्ष श्री बिमल मुखियाजीलाई आसन ग्रहण गर्नु। त्यसै गरी त्यस छत्रबहादुर मुखियाजी सिङ्गिङ परिषदका क्रियाशीलबाट सम्मानित हुने व्यक्तित्व भूषण खौरीलाई पनि त्यसै गरी यस प्रतिष्ठानका सदस्य श्री शम्भु मुखियाजीलाई पनि आसन ग्रहण गर्नु अनुरोध गर्दछु। आज यस कार्यक्रममा सम्मानित हुने व्यक्तित्वलाई खादा मालाले सम्मान गर्नु हुन प्रतिष्ठानका अध्यक्ष श्री बिमल सरकारले अनुरोध। संघका सदस्य प्रमुख किशोर कार्यालय इस कार्यक्रममा पारसमा प्रतिपादित कार्यक्रमको सुरुवात गर्नुहुने यस प्रतिष्ठानका अध्यक्ष श्री बिमल मुखियाजीलाई अनुरोध। आजको कार्यक्रममा हाम्रो पारिवारिक कार्यक्रमहरू सम्पूर्ण रूपमा हामी यसलाई जानेछौँ र यस
प्रतिष्ठानको स्वर्गीय छत्रबहादुर मुखियाको बारेमा केही शब्द बोलिदिनु हुन त्यस प्रतिष्ठानका सदस्य श्री समीर मुखियाको महत्त्व परिचय दिनको लागि ल्याइएको छ। उहाँको नाम छत्रबहादुर मुखिया हो। जन्म 1994 साल 23 फेब्रुअरी। पिता बालाजी मुखिया हो, माता हेरामाया मुखिया हो। वैवाहिक श्रीमती देवमाया मुखिया 2017 साल 2070 सालमा फाल्गुन 10 गते शनिबार उहाँ सङ्घ संस्थामा आबद्ध उहाँको आत्मज्ञान प्रचार सङ्घ बनेपा नेपाल आगो निवारण सङ्घ काभ्रे नारायण सामुदायिक अध्ययन केन्द्र अध्यक्षमा भएर काम गर्नु। 2021 सालमा अरनिको यातायात सेवा समिति आबद्ध समितिको सदस्य, जगेश्वरी सेवा पूजा समितिको सदस्य सेवा तथा योगदानमा उहाँले राजनीतिक क्षेत्रमा सक्रिय लगेर शक्तिशाली गर्नुभएको थियो। 2040 सालको निर्वाचनमा 8 नम्बर वडा सदस्यबाट निर्वाचित हुनुभयो। साथै 2049 सालमा 8 नम्बर वडा सदस्यमा मनोनित भएको थियो। 2054 सालको निर्वाचनमा 8 नम्बर वडा अध्यक्ष निर्वाचित तथा नगर प्रमुख विदेश भ्रमणमा पटक कारोबार नगर प्रमुख भई कामकाज गरी सेवा प्रदान गर्नुभयो। 2060 सालमा नेपाल सरकारबाट 8 नम्बर वडा अध्यक्षमा मनोनित पनि हुनुभएको थियो। साथै सरस्वती प्रावि बनेपाको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुभएको थियो। बनेपाबाट प्रकाशित दैनिक पत्रिका दर्पण 2061 साल वैशाख 22 गते प्रकाशित अङ्कमा बनेपाको आराध्या देवी जनेश्वरी सम्बन्धी प्रकाशन गर्नुभएको थियो। बनेपाबाट प्रकाशित काभ्रे टाइम्स साप्ताहिक 2057 साल 10 गते प्रकाशित अङ्कवार्तामा मेरो राजनीतिक लक्ष्य भन्दा पनि समाज सेवा गर्नु हो भन्नुभएको थियो। 2014 सालमा प्रकाशित मुना नामक नेपाली कविता सङ्ग्रहमा उहाँको कविता प्रकाशित पनि भएको थियो। बनेपा नगरपालिका 8 नम्बर वडा कार्यालय भवन निर्माण कार्य गर्न जग्गा प्राप्तिमा सक्रियता र भवन निर्माण समितिको संरक्षित गरी भवन निर्माण कार्य गर्नुभएको थियो। बनेपाको सामाजिक सेवा क्षेत्रमा र विकास निर्माण कार्यमा वडा सदस्य र वडा अध्यक्ष रूपमा रही लामो समय योगदान पुर्याउनु भएको थियो। छत्रबहादुर मुखियाको स्थानको स्थापना स्वर्गीय छत्रबहादुर मुखियाको सामाजिक कार्यको निरन्तरता 70 सालमा छत्रबहादुर मुखियाको स्थापना भएको। उक्त प्रतिष्ठानबाट 2070 सालमा नेपाली सांस्कृतिक परम्परा र कर्मकाण्ड तथा विधिहरूको समावेश सम्राट नामक पुस्तक प्रकाशित गरी वितरण गरिएको थियो। साथै शिक्षण संस्थाको नाम अहिले धार्मिक सामाजिक क्रियाकलाप र भवन निर्माणका कार्यहरूमा आर्थिक सहयोग प्रदान गर्ने कार्य गर्दै आएको छ। छत्रबहादुर मुखियाको पुरस्कारको स्थापना छत्रबहादुर मुखिया स्मृति सम्मान पुरस्कारको स्थापना गरिएको थियो। छत्रबहादुर मुखियाको जन्मदिवसको 25,000 राशिको पुरस्कार प्रदान गर्ने गरी सर्वप्रथम सामाजिक सेवा विधामा बनेपाको समाजसेवी श्री छत्रबहादुर मुखियाको प्रतिष्ठान पुरस्कार 2081 नगद 25,000 पुरस्कार तथा सम्मान पत्र सम्मान गरिएको थियो। यस वर्ष बनेपा तथा काभ्रे पलाञ्चोक जिल्लाको शिक्षा कला र साहित्य क्षेत्रमा विशिष्ट योगदान उच्च मूल्याङ्कन गर्दै प्रदर्शक श्री कन्हैयालाल श्रेष्ठ र श्रीमती मोहनदेवी श्रेष्ठ छोरा वरिष्ठ कलाकार तथा साहित्यकार श्री भूषण श्रेष्ठजीलाई छत्रबहादुर मुखिया स्मृति पुरस्कार 2043 सालको लगभग 25,000
सूचना सम्मान पत्रकार सम्मान समारोह भइरहेको छ। अग्रवाल विषयको तस्बिरमा अनापन गर्नु देश प्रतिष्ठानका अध्यक्ष श्री विश्वजीको भन्नुभयो। त्यसै गरी यस वर्ष छत्रबहादुर मुसाको स्मृति पुरस्कार 2083बाट सम्मानित हुने व्यक्तिको किशोर भूमिको बारेमा छोटो संक्षिप्तमा जानकारी गराइदिनु हुन यस प्रतिष्ठानका सदस्य श्री सतीश विषयलाई भन्नुभयो। अनुष्का कलाकार तथा साहित्यकार श्री भूषण गुरुङ श्रेष्ठकोबाट परिचय। नाम श्री भूषण गुरुङ श्रेष्ठ, ठेगाना बनेपा वडा नम्बर 7 भूषण मार्ग, जन्म 2014 साल ज्येष्ठ 6 गते, श्रीमती वैजयन्ती राज भण्डारी श्रेष्ठ, पिता श्री कन्हैया राज श्रेष्ठ, माता श्रीमती मोहन देवी श्रेष्ठ। अध्ययन आजाद हाई स्कुल बनेपा, ललित कला क्याम्पस त्रिभुवन विश्वविद्यालय होचाहिटी काठमाडौँ। सेवा गरेका संस्थाहरू बाल बाटिका विद्या मन्दिर स्कुल संस्थापक प्रिन्सिपल काठीगढ स्थान बनेपा, नेपाल प्रहरी आवासीय विद्यालय साङ्गा, बनेपा कला परिषद संस्थापक अध्यक्ष। योगदान लेखनतर्फ नाटक अँध्यारोमा रुमलिएको बस्ती नाटक, रक्त बीजको आमा दिदी नाटक कथा, सुरीमयूरी कथा सङ्ग्रह, ढुङ्गा कथा सङ्ग्रह, उपन्यास विवाह उपन्यास, कविता कविता सङ्ग्रह, सहलेखन, गीत, नेपाली भाषा र नेपाल भाषा, मेरो बनेपा मेरो गौरव, प्रकाशन शिक्षण वचन तथा सहकारी संस्था बनेपा, अल्लाहले जीवन र मेरो देश, शिक्षा सदन माविको विद्यालय नाम, आवेगो सोया किनी सोया जात्राले, टिकिया सिलेमा मनमैजिङ र पुस्तक प्रकाशनतर्फ नारी अनि सिङ्गो नाटक, रक्त बीजको आमा दिदी नाटक, श्रीमयूरी कथा सङ्ग्रह, लीला कथा सङ्ग्रह, निवाह उपन्यास, गीति एल्बम, लेखन सङ्गीतको कम्पोजर म्यागजिन, निसार, आवेगो सोया किनी सोया जात्राले र टिकिया। सम्मानित व्यक्तित्वबाट हालसम्म प्राप्त पदक तथा सम्मानहरू श्री 5 वीरेन्द्र गढी आरोहण रजत महोत्सव, गुल्मी गाडी बनेपा, बनेपा कला परिषद बनेपा, ज्वाला सङ्गम, बनेपा बचत तथा सहकारी संस्थान बनेपा, उग्रतारा सहकारी संस्थान बनेपा, सक्षम बचत तथा सहकारी संस्थान बनेपा, काबेली कलाकार समाज कार्य, गीता जनमत निर्णय प्रतिष्ठान नेपाल बनेपा, काव्य उद्योग वाणिज्य समिति बनेपा कार्य, प्रतिभा सम्मान प्रबन्ध वृत्ति बनेपा, नेपाल प्रहरी उच्च मावि साङ्गा, वाम भक्त श्रेष्ठ स्मृति शिरोका 2081 बनेपा, युनाइटेड फिटनेस एन्ड डान्स सेन्टर बनेपा, नृत्य निर्देशक सङ्घ नेपाल, सम्मानको कार्यक्रम रहेको छ।
त्यसै गरी यस प्रतिष्ठानका सदस्य तथा खिच्ने हो भिडियो खिच्ने हो सम्मान सम्मान कार्यक्रमको आउनुभएको छ। यस वर्ष हामीले यस प्रतिष्ठानमा कला र साहित्य क्षेत्रमा बलिपा र काभ्रे जिल्लामा विशेष योगदान व्यक्तिलाई हामीले पुरस्कार दिने व्यवस्था हुन्छ। यस बलिपा श्रेष्ठलाई हामीले सम्मान गर्ने कार्यक्रम गरेको छ। मलाई सम्मान छत्रबहादुर मुखियाको स्मृति प्रतिष्ठान बलिपा काभ्रे पलाञ्चोक छत्रबहादुर मुखियाको स्मृति पुरस्कार 2083 वरिष्ठ कलाकार तथा साहित्यकार आदरणीय श्री भूषण श्रेष्ठजी बलिपा तथा काभ्रे पलाञ्चोक जिल्लाको शिक्षा कला साहित्य क्षेत्रमा विशिष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै पदक स्वरूप कन्हैयालाल श्रेष्ठ र श्रीमती मोहन दिदी श्रेष्ठको बलिपा निवासी तपाईँ श्री भूषण भोगी श्रेष्ठजीलाई यस वर्षको छत्रबहादुर मुखियाको स्मृति पुरस्कार 2083 बलिपाका समाजसेवी तथा बलिपा नगरपालिका 8 नम्बर वडाका पूर्व वडाध्यक्ष श्री छत्रबहादुर मुखियाजीको 89औं जन्म दिवसको अवसरमा यस प्रतिष्ठानबाट 25,000 मात्र राष्ट्रिय पुरस्कार तथा यो सम्मान पत्र प्रदान गरिएको छ। यहाँबाट यस क्षेत्रमा आगामी दिनहरूमा पनि उत्कृष्ट योगदान पुर्याउनु हुनेछ भन्ने विश्वासका साथ यहाँको सुस्वास्थ्य सुख समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै यस पुरस्कारबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु। धन्यवाद। छत्रबहादुर स्मृति प्रतिष्ठान 2083 वैशाख 30 गते आइतबार। यस प्रतिष्ठानबाट प्रकाशित सम्राट पुस्तक जसमा निर्वाणी संस्कृति परम्परा र कर्मकाण्डका गीतहरू समावेश गरिएको छ त्यो हस्तान्तरण गरिदिनु।
यस सत्रबहादुर मुखियाज्यू स्मृति प्रतिष्ठानद्वारा आयोजित यस पुरस्कार वितरण कार्यक्रममा मलाई सम्मान र पुरस्कृत गर्ने योग्य ठान्नु भएकोमा म स्मृति प्रतिष्ठानका परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु। वास्तवमा स्वर्गीय सत्रबहादुर मुखियाज्यू मेरा अपरिचित व्यक्तित्व होइनन्। म सानो छोरादेखि नै उहाँलाई म नजिकबाट देखिरहेको थिएँ र विशेष गरी मेरा मित्र समन कायस्थ जो हामी युवा अवस्थामा करिब 24 घण्टामा 10-12 घण्टा हामी सँगै हुन्थ्यौँ। त्यस बेलादेखि नै म धेरै जसो सिंहधारामा गएर बस्थेँ। त्यसै अवसरमा मैले स्वर्गीय काकालाई काका भन्न रुचाउँछु। काकालाई म नजिकबाट देख्ने र सुन्ने गरेको छु। वास्तवमा स्वर्गीय काका समाजसेवी हुनुहुन्थ्यो। समाजलाई सकारात्मक सोच राखेर कि आफूले सबको योगदान दिनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो। त्यही सोचको कारणले गर्दाखेरि नै उहाँले वडा अध्यक्ष भएर जनताको सेवा गर्नुभयो। त्यसै कारण आज हामी उहाँलाई सम्झिराखेका छौँ र उहाँप्रति श्रद्धाञ्जली पनि अर्पण गरिरहेका छौँ। वास्तवमा म त्यति ठुलो पुरस्कृत गर्न लायक व्यक्तित्व चाहिँ म आफूलाई ठान्दिनँ। म ठुला साहित्यकार होइन, ठुला सङ्गीतकार, कलाकार। जस समय र परिवेश अनुसार कहिले लेखियो, कहिले सङ्गीतबद्ध गरियो, कहिले नाटक गरियो, कहिले नृत्य गरियो। यो समय र परिवेशले मलाई त्यसरी दोहोऱ्याएर लगेको मात्रै हो। लेखनको क्षेत्रमा पनि मैले एउटा ठुलो अवसर पाएँ। काभ्रे जिल्लामा नेपाली भाषाको मेरो आफ्नो मातृभाषा हो। नेपाली भाषाको कुनै गीतहरूको एल्बम निकालेको थिएन र त्यो काभ्रे जिल्लाको पहिलो एल्बम निकाल्ने अवसर मैले पनि पाएँ। त्यसै गरी नेपाली भाषाकै एउटा साहित्य, एउटा उपन्यास जो काभ्रे जिल्लाको पहिलो उपन्यास भएको छ, त्यसको त्यो देख्ने अवसर पनि मैले पनि पाएँ। त्यसै कारण म आफूलाई चाहिँ एकदम भाग्यमानी छु। यस्तो सम्मान कार्यक्रम जुन प्रतिष्ठानले गर्नुभएको छ, त्यो त्यस्तो सम्मान कार्यक्रम वास्तवमा सरकारले गर्नुपर्छ। कलाकार, देशका कलाकार, साहित्यकारहरूलाई सम्मान राज्यले गर्नुपर्ने। तर हाम्रो नेपालको परिप्रेक्ष्यमा त्यस्तो छैन। जति पनि पुरस्कारहरू, सम्मानहरू वितरण गर्दै आएका छन्, त्यो 80-90% जनस्तरबाट नै गरिरहेको, सरकारबाट गरिरहेको छैन। यस्तै समाजमा राम्रो काम गर्ने व्यक्तित्वहरूलाई
सम्मान गर्न सकोस्। आगामी दिनहरूमा पनि यस संस्थाले त्यस्ता व्यक्तिहरूलाई खोलेर सम्मान गर्न सकोस् भन्ने म हार्दिक कामना गर्दछु र दुवैप्रति म सबैलाई हार्दिक धन्यवाद दिन्छु। र आजको यस हाम्रो सुरुवातीको कार्यक्रमको लगभग अन्तिम पटक दिनु छ। कार्यक्रम समापन मन्तव्य गर्दै यसको विस्तार गर्दै आज यस पुरस्कार वितरण समारोह सम्मानित व्यक्तिको भूषण भोलि श्रेष्ठज्यू तथा उपस्थित सम्पूर्णमा हार्दिक नमस्कार तथा अभिवादन। आज यस शुक्रबार सांस्कृतिक प्रतिष्ठानबाट आयोजना गरेको कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरी यस्तो मनुष्य जातको व्यस्त समयमा पनि उपस्थित हुनुभएकोमा सबैलाई स्वागत गर्दछु। यस प्रतिष्ठान 2027 सालमा स्थापना भएको थियो। 2070 सालमा हाम्रो बुवाको मृत्यु पश्चात हाम्रो बुवा शुक्रबार मिसाले गर्नुभएको सामाजिक कार्यको निमित्तता दिन यस संस्थाको स्थापना गरेको हो। यस संस्थाबाट उहाँको स्मृति र सम्मानको लागि यो पुरस्कार व्यवस्था गरेको हो। त्यो पुरस्कार चाहिँ गत वर्ष समाजसेवी हरिभक्त भतिबाले सर्वप्रथम पुरस्कृत गरिएको र यस वर्ष हाम्रो भूषण भोलि श्रेष्ठज्यूलाई पुरस्कृत गरेको छ। अर्को वर्ष स्वास्थ्य विधामा पुरस्कृत गर्ने हाम्रो योजना छ। अर्को वर्षहरूमा पनि हाम्रो भूषण भोलि श्रेष्ठज्यूलाई हामी उहाँको कामको निरन्तरता पाओस् भन्ने कामना गर्दै आज यस कार्यक्रम यस समय घोषणा गर्छु। धन्यवाद।